देउताले माटाको दियाहरू मन पार्नुहुन्छ, माटाको यो भाँडो मन पार्नुहुन्छ है। यहाँ छ सबै माटैको छ है। यो पनि माटैको हो। गमला, यो पानी खाने मोटुला जस्तो पित्तल ताँबा राखिन्छ नि, पित्तल ताँबा चाहिँ नि सबै त राख्छन् चम्काइ केले माझेर त केमिकलले माझेर राख्छन्। त्यसै राख्दैन, त्यसको बासन के हुन्छ, गनाउँछ। भगवानले ग्रहण गर्नुहुन्न, देखाउनको लागि मात्रै हो। रावणले जति मान्छ है, पित्तलको टलक्क चम्काएर भाँडो राख्दा, जलो राख्दा, फुलो राख्दा रावणले मन पार्छ, देउताले मन पार्नुहुन्न। त्यस कारणले कलशमा के गर्ने, जल मात्र राख्ने, फुल राख्न भइसक्नुहुन्न। फुल राख्दा के हुन्छ, स्वागतको लागि हुन्छ, पानी चाहिँ जल ग्रहण गर्नुहुन्न देउताहरूले। हेर्नुहोस् है, हाम्रो नारायण भगवान हुन्छ। नारायण भगवानले मनपर्ने यस प्रकारको फुलहरू मनपर्छ। पिङ्क मनपर्छ, अनि अरेन्ज कलर मनपर्छ। ओम हरि नारायण। यो चाहिँ नि अगरबत्तीको सट्टा गाईको गोबरको है। यसमा फोटोहरू, तेलले पालेको फोटोहरू मिसाएर समङ्ग बसाउँछ, शुद्ध है। बाहिर जो हामीले बनाउँछ नि त्यो अशुद्ध हुन्छ, बाहिर सरेको छोएको हुन्छ, साथसाथै केमिकल हालेको हुन्छ। चाहे जुनै अगरबत्ती होस्, हामीले गाईको घरै बनाउन पर्छ। यो चाहिँ नि देउताले मन पराउनुहुन्छ। अरू चाहिँ पुरै अशुद्ध हो अगरबत्ती। अर्को धुप पनि बटारेको धुपहरू सबै त्यस्तो खास देउताले मन पर्दैन। गाईको गोबर एकदम मनपर्छ है। ओम विष्णु नारायण।